थियो अरे गाउँपालिका अध्यक्षकै वडामा माविको बान्नेश्वर माविको व्यवस्थापन समितिको चुनावमा काङ्ग्रेसले चुनाव जितेकै कारणले गर्दा काङ्ग्रेसको शुभचिन्तकमाथि धारिलो हतियार प्रहार भइकन विभत्स तरिकाले हत्या भएको छ। पूर्व उतिखेरको प्रधानमन्त्री भूतपूर्व प्रधानमन्त्री अहिलेको सर्वोदय पार्टी सभापति तथा प्रधानमन्त्रीकै निर्देशनमा हत्याको अभियोग लागेका सबै मान्छेहरू जेलभित्रै छन्। तथापि जेलभित्र केही दिनका लागि राखिनुलाई न्याय मानिँदैन। प्रमाण तथ्य हुन्छ भने त्यसका विरुद्ध हामी खरो उत्रिन तयार छौँ। झुटा पिटा गरेर यसले भ्रष्टाचार गर्यो उसले यसो गर्यो भनेर होइन, प्रमाण तथ्य भयो भने हामी तरुण दल नेपाल तरुण दल आफ्ना पार्टीका नेताहरूको विरुद्ध खडा भएर लड्न तयार छौँ। महेश बस्नेत जो सांसद अपहरणका केसमा युवाहरूका नाममा युवाहरूलाई बटुल्दै अराजकताको जो यो एउटा झुन्डहरू जस्तो युवाहरूको दुरुपयोग जसरी युथ फोर्सले गरेको छ, युवा सङ्घले गरेको छ, त्यो खालको नेविसन तरुण दलमा भएको म देख्दिनँ। सुकमान बाबु, हामी अहिले ओएस नेपाल अपरेसनमा छौँ र हामी सुदूरपश्चिमतिर ओएस नेपालको क्यामेरा तिर्चाउन चाहन्छौँ र 26 पातेबारा गाउँपालिका यो बझाङ जिल्लामा पर्दछ र यो गाउँपालिका भित्रको कुरालाई पनि हामी ओएस नेपालमा समेट्न चाहन्छौँ। आज हामीसँग दुईजना व्यक्तित्व हुनुहुन्छ र त्यसै गरी पाण्डव बहादुर थापाजी, उहाँ यो 26 पातेबारा गाउँपालिकाकै काङ्ग्रेसबाट सभापति हुनुहुन्छ, अहिलेकै मनोनित सभापति र निर्वाचित सभापति हुनुहुन्छ र त्यसै गरी हामीसँग सुदूरपश्चिम प्रदेशबाट तरुण दल सदस्य हुनुहुन्छ निरप कडाईजी। दुवैजनालाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु र पाण्डवजी तपाईँलाई स्वागत छ। धन्यवाद सर। र त्यसै गरी हामीसँग निरप कडाईजी हुनुहुन्छ। धन्यवाद हजुर। र पाण्डवजी, तपाईँ अहिले यो 26 पातेबारा गाउँपालिकाको सभापतिमा निर्वाचित भइसकेपछि कस्तो महसुस भएको छ? अवश्य पनि योभन्दा पूर्व करिब 4 वर्ष पहिला पनि म त्यो गाउँपालिकाको संयोजक थिएँ। 82 गाविस त्यो गाउँपालिकाको केन्द्र भएका कारणले विधानले दिएको संयोजक थिएँ। हाल भर्खरै चुनाव हुँदै गर्दा म त्यो गाउँपालिकाको निर्वाचित सभापति हुँदै गर्दा केही त्यस्तो नौलो फिल त केही पनि मैले गरेको छैन। तथापि अब आउँदै गरेको चुनावमा गएको चुनावको जस्तो पपुलर कुरा दिएर अनपपुलर कर्म गर्नेसँग सजग रहिकन सक्दो प्रयास, सकिँदा कुरा, सकिँदा आवाज, सकिँदो विकासका पूर्वाधारका दस्तावेजहरू जनताका बिचमा राखेर निर्वाचित हुने प्रयत्न गर्नेछौँ भन्ने प्रयत्नका साथ म गाउँपालिकामा लागिरहेको छु। यो अधिवेशनको बेला महाधिवेशनको दौरानमा काठमाडौँ आउँदा करिब 1 महिनाको बसाइ भयो र यो लामो हो। म गाउँपालिका सभापति हुँ, राजधानीमा बस्नु उपयुक्त हो जस्तो लाग्दैन। तथापि मेरो पढाइ लगायतको कुराले गर्दा म यहाँ बस्न बाध्य भएँ। अब यो महिनाको माघको अन्तिमतिर म मेरो गाउँपालिकातिरै लाग्नेछु। गाउँपालिकातिरै जानुहुन्छ होइन? अवश्य पनि जानेछु। ओके, जस्तो त्यो गाउँपालिकाकोबाट पपुलर मतले तपाईँ विजयी हुनुभयो। पार्टीको निर्वाचनमा 3 जना उम्मेदवारका बिचमा प्रतिस्पर्धा हुँदा पपुलरै मतका साथ म निर्वाचित भएको हुँ। जस्तो त्यो गाउँपालिकामा कतिवटा वडाहरू छ? हाम्रो गाउँपालिकामा 7 वटा वडा छ। 7 वटा वडाबाटै तपाईँलाई एउटा किसिमको राम्रो रेस्पोन्स आयो भनेपछि अब आउने चुनावमा स्थानीय तहको चुनाव आउला, जेठ वैशाखतिर कुरा भइरहेछ होइन? र त्यो चुनावको अध्यक्ष, त्यो चुनावमा त्यो गाउँपालिकाबाट तपाईँ झन्डै तपाईँलाई नै त्यहाँबाट जिताउने एउटा प्रयास भइरहेको छ। अलिकति कस्तो महसुस भइरहेछ? तपाईँ निश्चित रूपले फिल्डमा उत्रिसक्नु भएको छ, तपाईँ नै अबको अध्यक्ष हो भन्दा फरक पर्ला भावी? अवश्य पनि युवा मित्रसँगको यो संवादले पनि मलाई एउटा कुरा केले चाहिँ हौसला प्रदान गरेको छ भने तपाईँ हाम्रै उमेर समूहको डाक्टर बन्न हुने एक जिल्ला प्रमुख, तपाईँ हाम्रै उमेर समूहको यो देशको क्याप्टन लेफ्टन हुन सक्ने, तपाईँ हाम्रै उमेर समूहको पाइलट भएर प्लेन हाँक्न सक्छ भने तपाईँ मेरो उमेर समूहको कतिपय राष्ट्रको राष्ट्रपति बन्न सक्छ भन्ने 33-35 वर्ष उमेर समूहको विदेशतिर हाम्रो गाउँपालिका उमेरमा गाउँपालिका हाँक्न यो उमेरले पुग्दैन भन्नेहरूलाई पनि जवाब दिनका निम्ति तपाईँका माझमा प्रस्तुत भएको छु। जहाँसम्म मलाई के लाग्दछ भने
त्यो उमेर पुगेका हो विचारले हो राजनीति गर्ने चाहिँ उमेरले होइन भन्ने चाहिँ मलाई पक्कै पनि थाहा छ। उमेरलाई र विचारलाई दुईटै कुरालाई आत्मसात गरी म गाउँपालिकामा प्रष्ट हुने बाचाका साथ लाग्नेछु म सबै साथीहरू। र दर्शक बान्धवहरू नेपाली काङ्ग्रेसको एउटा किसिमको त्यो भित्रको आक्रामक तरिकाले हिँड्ने शक्तिको रूपमा हामीले तरुण दललाई पनि चिन्दछौँ र त्यसै गरी तपाईँलाई थाहा छ माओवादी केन्द्रबाट वाइसेल रहे जस्तै युवा सङ्घ एमालेबाट र हामीसँग अहिले नेपाली काङ्ग्रेसको सुदूरपश्चिम प्रदेशबाट तरुण दल सदस्य हुनुहुन्छ निरप कडाल। निरपजी तपाईँ जस्तो यो जुन शक्ति छ जुन तपाईँ पार्टी भित्रको एउटा किसिमको भातृ सङ्गठन जस्तै भनौँ न होइन तरुण दल सुदूरपश्चिममा के गरिरहेको छ? यसो पार्टीको मेरुदण्ड भनेकै भातृ सङ्गठन हो तरुण दल। हामी युवाहरू पार्टीलाई कुन तरिका तोडफोड मात्रै गर्नेतिर लाग्ने कि या अलिकति भ्रष्टाचार अन्याय अत्याचार विरुद्ध पनि तपाईँहरूको शक्ति सशक्त रूपले जाने? हामी अत्याचारको भ्रष्टाचारको विरुद्ध तरुण दल जहिले पनि अगाडि छ। हाम्रो पार्टी सरकारमा हुँदा पनि हाम्रो सरकारले मेरो पार्टीको सरकारले हाम्रो पार्टीको सरकारले यदि अत्याचार गर्छ भने तरुण दल कट्टर भएर लाग्छ। तरुण दलले छोड्दैन। सुदूरपश्चिमको हकमा समृद्धि भएको छ अहिले सोचे जस्तो तरुण दलको मूल्याङ्कन किन तपाईँ पनि जिम्मेवार सदस्य? यसो सोचे जस्तो भएको छैन, कतिपय कुराहरू गर्न बाँकी छ होइन। अब हाम्रो सुदूरपश्चिमको हाम्रो पार्टीको सदस्य नेता अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ हाम्रो पार्टीका, तर उहाँले जति सक्नुभएको गर्नुभएको, तर हामीले जनताले सोचेको पार्टीले सोचेको र त्यहाँका कार्यकर्ताले सोचेको जस्तो काम चाहिँ गर्न सक्नु भएको छैन, तर गर्ने प्रयासमा छ। हामी त्यसको विरुद्ध हामी जहिले पनि पार्टीको सभापति विरुद्ध होस् सरकारका विरुद्ध होस् हामी जहिले पनि तरुण दल अगाडि बढ्छौँ। तरुण दलले पुरानै अनुहारलाई अब आउने चुनावमा स्थापित गराउँदैन हो? गर्दैन। अब हाम्रो पार्टीको अधिवेशन भयो लगत्तै अब हाम्रो भातृ सङ्गठन तरुण दल नेवी सङ्घ किसान सङ्घ दलित सङ्घ सबैको अधिवेशन अब लगत्तै हुन्छ। हाम्रो माग चाहिँ के हो भने यो स्थानीय चुनावभन्दा अगाडि होस् भातृ सङ्घको अधिवेशन भन्ने त्यो अधिवेशनमा हामी युवाहरू मात्रै अगाडि आउँछौँ। अहिले पनि हाम्रो केन्द्रीय कमिटीमा म्याक्सिमम् 60% युवा नै हुनुहुन्छ र तरुण दल नेवी सङ्घ जुनसुकैमा हो हामी युवाहरूलाई नै अगाडि बढाउने। युवाहरूलाई अगाडि बढाउनु म तपाईँसँग एकछिनपछि आउँछु र त्यसै हामीसँग पाण्डव बहादुर थापाजी हामी विशेष गरेर केन्द्रको इस्यु मात्र होइन हामीले प्रदेशको इस्यु मात्र होइन समग्र हामी 77वटै जिल्लातिर हामी प्रवेश गरिरहेका छौँ। ओइस नेपालको त्यो अभियान पनि छ होइन र 26 पाथेभारा गाउँपालिकाको आजको दिनमा समस्या के नेतृत्वले ल्याएका समस्याहरू के छन् र तपाईँको नेतृत्वमा के गर्ने तपाईँको योजना छ ठ्याक्कै बुदागत रूपले तपाईँ बताइदिनुहोस्। सबै साथीहरूका जल्दाबल्दा समस्या भनेको सबभन्दा ठुलो समस्या बेरोजगारकै समस्या हो। त्योभन्दा ठुलो समस्या भनेको अहिलेको देशभरिकै एउटा बेरोजगारलाई न्यूनीकरण गर्नकातिर राजनीति नेतृत्वको ध्यान गएको देखिँदैन। राजनीति नेतृत्वको ध्यान कतातिर छ भने चन्दा आतङ्क र भ्रष्टाचार गर्ने कुरा कहाँबाट पैसा आउँछ त्यतैतिर लागिपरेका छन्। अझै भन्नुपर्दा दुःखका साथ सबै साथीहरूको नेतृत्व त भ्रष्टाचारमा मात्र लिप्त छैन, हत्या गर्ने पपुलर जनताका बिचमा आवाज उठाउने बुलन्द आवाज पार्ने युवाहरूलाई मार्नका निम्ति त्यो प्लान बनाउँदै तत्कालै पनि मेरो हितैषी मित्र अमृत बहादुर सिंहले न्याय पाइसक्नु भएको छैन। मेरै के भयो उहाँलाई अमृत बहादुर सिंह? सबै साथीहरू गाउँपालिका अध्यक्षकै वडामा महाविको बान्नेश्वर महाविको व्यवस्थापन समितिको चुनावमा काङ्ग्रेसले चुनाव जितेकै कारणले गर्दा काङ्ग्रेसको शुभचिन्तकमाथि धारिलो हतियार प्रहार भइकन विभत्स तरिकाले हत्या भएको छ। हत्या नै भयो त्यो यस्तो किसिमको राजनीतिक संस्कार गाउँपालिका तपाईँको हामीले देख्दाखेरि अत्यन्तै दुःख लाग्यो। यो कुरा उठान भएन किनभने अहिले त तपाईँकै पार्टीको सभापति प्रधानमन्त्रीजी हुनुहुन्छ, त्यही जिल्लाबाट माननीय सांसदजीहरू थुप्रै हुनुहुन्छ, उहाँहरूले के पहल गर्नु भएन? उहाँकै भूतपूर्व उतिखेरको भूतपूर्व प्रधानमन्त्री अहिलेको सर्वोदय पार्टी सभापति तथा प्रधानमन्त्रीकै निर्देशनमा हत्याको अभियोग लागेका सबै मान्छेहरू जेलभित्रै छन्। तथापि जेलभित्र केही दिनका लागि राखिनुलाई न्याय मानिँदैन।
सत्य तथ्य त्यसका मोतियार सहितका ती दोषीहरूलाई कडाभन्दा कडा कारबाही भइसकेको छैन। भन्नको अर्थ के हो भने फैसला भएको छैन, पूर्वपक्षका निम्ति भित्र राखिएका छन्। यो छिट्टै पनि अन्यायको विरुद्धमा तपाईँ निरन्तर आवाज उठाउने यो कुरा पोइन्ट भयो। र त्यहाँको जस्तो अभाव समस्या त्यो गाउँपालिकाको 26 पाथेबारा गाउँपालिकाको त्यो त तपाईँको टाउकोमा छ। अब किनभने तपाईँ अब भावी अध्यक्ष हो, पक्कै पनि म यो काम गर्छु भने पोइन्ट वाइज 26 साथीहरूमा सबैभन्दा पहिला त हामीले शिक्षामा विशेष गरी शिक्षाका प्रति उचित खालको शिक्षा, आधुनिकीकरणको शिक्षा दिन ती शिक्षकहरू जसले प्राइभेट निजी स्कुलको शिक्षा सरह हाम्रो अग्रजहरूलाई, त्यो बझाङ जिल्लामा त्यो गाउँपालिकाका अग्रजहरू मभन्दा 8-10 वर्ष सिनियर डक्टरहरू हुनुहुन्छ, सिनियर पाइलट, सिनियर इन्जिनियरहरू जो अमेरिका अस्ट्रेलिया हुँदै नेपालसम्म योग्य हुनुहुन्छ, ती बोर्डिङका प्रोडक्ट होइन, त्यही सामुदायिक स्कुलको प्रोडक्ट हो। ती स्कुलको शिक्षक गुरुहरू र अभिभावक सङ्घ र व्यवस्थापन समितिका साथीहरूलाई विश्वासमा लगिकन अगाडि बढ्ने, यातायातको सुविधा दिने। म तपाईँहरूलाई एउटा कुराको के जानकारी गराउँ भने धनगढीको 6 लेनको रोड, त्यो 6 लेन 8 लेनको रोड बझाङ जिल्लाको मेरो 26 साथीहरू गाउँपालिकाको अध्यक्षले दिएको बजेटले बनेको होइन, देशको प्रधानमन्त्रीले दिएको बजेटबाट विनियोजन भएको सडक होइन, न कि सुदूरपश्चिम प्रदेशले पनि दिएको होइन। त्यो नगरपालिका निरपराज ओड दाइले आफ्नो नगरपालिकाको सबै बजेटको सदुपयोग गरेको प्रतिफल हो। त्यस्तै मेरो गाउँपालिकाको 1 लेनको होस् कि 2 लेनको या 6 लेनको रोड बन्न नसके तापनि सामान्य जो रोड छ त्यो रोड पिच बझाङमा रोडको व्यवस्थापन हुन सकेको छैन होइन। ती रोड जो मान्छेको बस्ती बाढी पहिरो आउँदै गर्दा बर्खा बेलमा मान्छेको बस्ती उडाउने खालको जो रोड काटिएको छ, त्यो रोडको वैज्ञानिककरण भएन, त्यो रोडलाई आधुनिकीकरणसँग जोड्न सकिएन, त्यसलाई पिच बनाउन सकिएन। पिच बनाउने कुरामा गाउँपालिकाको बजेटले पुग्दथ्यो, त्यो बजेट कहाँ जान्छ भनेर हामीले प्रश्न गर्दै गर्दा हो यो हत्या, हिंसा र बलात्कारका शिकार बनेका छन् सबै साथीहरूवासीहरू। भावी दिनमा म गाउँपालिकामा प्रस्तुत भएँ, जितेँ भने मलाई यी खालका प्रश्न जति तिर्स्या त्यति म तिनका प्रति आभारी भई म तिनका माग सम्बोधन गर्नपट्टि लाग्नेछु। ओके, सुदूरपश्चिम प्रदेश तरुण दल सदस्य निर्भजी, तपाईँ जाँदै बताइदिनुहोस् अब तरुण दलले के गर्छ सुदूरपश्चिममा? तरुण दलले के गर्छ भने समग्र पार्टीले गर्ने हो, पार्टीको निर्देशन अनुसार हामी चल्ने हो तरुण दल भनेको। त्यसैले अब हाम्रो अधिवेशन हुने लगत्तै नयाँ नेतृत्व आउँछ, केन्द्रदेखि जिल्ला प्रदेश सबै ठाउँमा नयाँ नेतृत्व। तरुण दलमा हामी अत्यन्तै शक्तिशाली, अलि शारीरिक रूपले पनि होइन मजबुत युवाहरूलाई देख्छौँ। त्यो शक्ति विकासतिर, समृद्धितिर, अलिकति भ्रष्टाचार अन्त्य गर्नतिर लागेन कि भनेर मैले भन्यो भने यो तपाईँको प्रश्न सही हो। हामीले कतिपय कुराहरू पनि भ्रष्टाचार भएको देख्दा पनि जुनसुकै पार्टीका कार्यकर्ता भातृ सङ्गठनहरूले नबोलेको अवस्था छ। अब गम्भीर भएर लाग्नुहुन्छ? हामी बोल्छौँ, हामी अहिले पनि बोलेका छौँ। मैदानमा उत्रिने पनि तपाईँहरू हो, हामी देखेका छौँ। पार्टीका नेतृत्वहरू त केन्द्रमा आउनुहुन्छ होइन, र तपाईँको जिल्लाका प्रदेशमा मन्त्री बन्नुहुन्छ, सीमित हुनुहुन्छ उहाँहरू त। तपाईँहरू त फिल्डमा उत्रिने मान्छे। हामी भ्रष्टाचार भएको कुनै प्रमाण हुन्छ भने हाम्रै नेता सधैँ पार्टी सभापति होस्, कुनै जिल्लाको होस्, केन्द्रको होस्, प्रमाण तथ्य हुन्छ भने त्यसका विरुद्ध हामी खरो उत्रिन तयार छौँ। र कुनै पनि एउटा विपक्ष पार्टीले न्युज बनाएर पूर्वाग्रही हिसाबले कुनै पार्टीको नेतालाई सिधाउने हिसाबले झुटा मिठा आरोप लगाउँछ भने त्यसको यथार्थ छानबिन होस्। तर कसैले पनि त्यो झुटा मिठा गरेर यसले भ्रष्टाचार गर्यो, उसले यसो गर्यो भनेर होइन, प्रमाण तथ्य भयो भने हामी तरुण दल नेपाल तरुण दल आफ्ना पार्टीका नेताहरूको विरुद्ध खडा भएर लड्न तयार छ। ओके, जस्तो पाण्डव सर तपाईँ के बोल्न खोज्दै हुनुहुन्थ्यो होइन? स्पष्ट पार्दिनु, किनभने हामी जाँदै तरुण युवा जोस जाँगर र उमेरले परिपक्व युवा, त्यो युवाहरू विकासतिर र चेतनातिर प्रस्तुत हुनु भएन भन्ने जो तपाईँको प्रश्न हो, यो प्रश्न म कसरी पुष्टि पार्छु भने यस कुराको तर्कलाई गएको 2-3 वर्ष जो केपी ओलीको सरकारमा, चाहे तपाईँको मिडिया होस्, चाहे गोविन्द केसीको अनसनमा होस्, चाहे यो गुटी आयोगका कुरा होस्, प्रश्नै गर्न नपाउँदै गर्दा यसको जिम्मेवारी, यसको नेतृत्व देशका कुनै प्रतिपक्ष दलका नेताहरू भन्दा पनि तरुण दलले नै गरेको देशभरि। त्यो कुरामा तपाईँहरूका बिचमा कसरी प्रश्न पारौँ भने सरदय यो तरुण दलको केन्द्रीय अध्यक्ष जिजङ बस्नेत, हालका पार्टीका केन्द्रीय सदस्य इन्द्रजङ शाहीले 77 जिल्लामा
33 किलो सुनदेखि लिएर व्हाइट बडीका काण्डदेखि लिएर निर्मलाका बलात्कारका केसहरूदेखि लिएर यी जल्दा बल्दा माग सहित 7वटा प्रदेशमा विशाल आमसभाका साथ पर्दाफास गरिकन तपाईँको राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको राष्ट्रपति नभएर प्रधानमन्त्रीको आदेश पालक भएको कुराको घोर भर्सना गर्ने युवाको प्रतिनिधित्व 3 वर्गहरूले गर्नुभएको थियो। यहीँनिर एउटा कुराको त्यही युवा समूह युथ फोर्स जसका भूतपूर्व मन्त्रीसम्म भइसकेका महेश बस्नेत जो सांसद अपहरणका केसमा युवाहरूका नाममा युवाहरूलाई बटुल्दै अराजकताको जो यो एउटा झुन्डहरू जस्तो युवाहरूको दुरुपयोग जो जसरी युथ फोर्सले गरेको छ युवा सङ्घले गरेको छ त्यो खालको निर्देशन तरुण दलमा भएको म देख्दिनँ। त्यो तपाईँले पनि बुझिरहनु भएको कुरा हो अवश्य पनि तपाईँले अपेक्षा गरे जति काम नभएको हुनसक्छ किनभने नेपाल तरुण दलको केन्द्रीय समिति नै बनेन 2-4 जना व्यक्तिले मात्र सिङ्गो देशको प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने परिस्थिति जो युवाहरूलाई समेटेर गर्नुभयो त्यो जितजङ दाईदेखि भूमेन्द्र दाईहरूलाई सहृदय नेताहरूलाई सम्मान गर्नुपर्छ। उहाँहरूले त्यो जोस जाँगरहरू देखाउनु भएको त्यस्तै जिल्ला सभापतिहरू तरुण दलका जिल्ला अध्यक्षहरू पनि लागि पर्नुपर्ने थियो भावी केन्द्रीय सभापति प्रदेश सभापति बन्नका निम्ति उहाँहरू चाहिँ गम्भीर एक्टिभ हुनुपर्छ गम्भीर हुनै पर्छ। गाउँपालिका सभापति बनिसकेपछि गाउँपालिका अध्यक्ष बन्नका निम्ति म आफू लागे नपाउने हो मलाई कसैले बनाइदिएर त बन्ने होइन नि ममा त्यो क्षमता हुनु पर्यो मैले जनताको आवाज बोल्न सक्नु पर्यो मैले मत तिखारिनु पर्यो खारिनु पर्यो मैले जनतासँग भिज्नु पर्यो भिज्दै गर्दा अनि मेरा प्लान के हुन् मैले दिन सक्नु पर्यो। हाम्रो गाउँतिरको त सामान्यतया घाँसबास स्वास्थ्य शिक्षा यातायातकै सुविधा भए पुगेन र हामी नुहाउन सरसफाइ गर्न र सुन्दर सहरी इलाका र मानौँ न एउटा स्विमिङ पुलको सेवा सुविधा उपलब्ध लिनका निम्ति पनि सहरमा झर्नुपर्छ के यो कुरा हाम्रो बजाङमा उपलब्ध हुन सक्दैन र सबै साथीहरू गाउँपालिकामा हाम्रै गाउँपालिका हुँदै सदरमुखमा राष्ट्रिय प्रसारण लाइन जान्छ 7वटा ठाउँमा 7वटा स्विमिङ पुल बनाउन गाउँपालिका बजेटले पुग्दैन र गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष आजको यो देशको विनोद चौधरी हुन धनी बन्ने प्रयत्न गरिरहनु भएको छ त्यो कुरासँग उनको प्रतिस्पर्धा छ त्यो प्रतिस्पर्धालाई घटाएर देशका जनता र गाउँपालिकाका न्यायप्रेमी जनताहरूलाई सेवातिर धकेलिदियो भने राजनीतिप्रतिको वितृष्णा कम हुन्थ्यो। ओके हामी अन्तिममा छौँ र महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। फेरि भेट्ने अभिलाषाका साथ तपाईँको यो टिमप्रति हार्दिक आभार प्रकट गर्छौँ जुन मेरो कुराहरू साथीहरू जनताका बिचमा राख्ने अनुमति दिनुभयो त्यसका लागि आभार प्रकट गर्छु। धन्यवाद एसपिजीलाई यो जुन स्वागत गरेर बोलाउनु भयो केही बोल्ने मौका दिनुभयो त्यसको लागि आभार प्रकट गरेर धन्यवाद व्यक्त गर्न चाहन्छु। दर्शक महानुभावहरू आजको यो बहस कस्तो लाग्यो र हामीले विशेष गरेर जिल्लातिर केन्द्रित भएर र जिल्ला मात्रै होइन 26 पाथीभारा गाउँपालिकासम्म पुग्यौँ र हाम्रो यो अपरेसन जारी रहनेछ वेस्ट नेपाल हेर्दै गर्नुहोला। म याजवी ताम्राकार र त्यसै गरी क्यामेरामा साथ दिनुहुने विवेक भाइ र राजेन्द्र भाइलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा चाहन्छु। नमस्कार।